हेलो नमस्ते गाइज वेलकम टु माई न्यू ब्लग होइन। अब हामी चाहिँ यो बेङ्गलोरको ठाउँमा छौँ। हेर्नुहोस् यहाँ चारैतिर उजाड जस्तो देखिरहेछ। बेङ्गलोरमा छौँ, यो इमलीको बोट मुनि छौँ। अहिले चाहिँ हाल यो बेङ्गलोरको ठाउँमा काम गर्दै आज चाहिँ यसो के गरौँ भयो। अनि त्यसपछि चाहिँ यसो भ्लग बनाउँ त, सबैले भ्लग बनाइरहन् हो। अहिले ट्रेनमै चलिरहेको छ, हामी पनि भ्लग बनाउँदै बसिरहेको। यो चाहिँ मेरो फर्स्ट भ्लग हो। कृपया लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला। आगामी दिनहरूमा योभन्दा राम्रो राम्रो भ्लग बनाएर हजुरलाई देखाउने कोसिस गर्नेछु। यो चाहिँ अहिले हामी ग्राउन्डमा छौँ। यहाँ चाहिँ हाम्रो वहाँ इमलीको रुख, यहाँ चाहिँ बस्ने ठाउँ है, टाइम पासको लागि। यता चाहिँ अब ग्राउन्ड भयो, यहाँ खेल्ने गाडीहरू पार्क गर्ने जग्गा हो। त्यस्तै छ बेङ्गलोरको जिन्दगी। अलिकति र फन्नीको लागि चाहिँ बनाइरहेको। हाम्रो दाइ अनि भान्जा त्यहाँ बसिरहन्। त्यही हो, अरू त के नै हुन्छ र दो। बाई बाई।